कालो जन्माउनुमा हाम्रो बहिनीको खोज छैन खोज त तपाईँमा छ थोड़ा अलि उज्यालो ठाउँमा गएर बिउ रोपिहाल्नुहोस् त उज्यालो जन्मिहाल्छ किन भन्नुहोस् खै म त सेतै ठाउँमा त रोप्या हो खै कसरी कालो जन्मियो है कहाँको सेतो रोपिहालेछु सेतो रोपिहालेछ सेतो रोपिहालेछ त सेतो जन्मिहाल्छ कहाँको कालो जन्मिन्छ रे आशीर्वाद लिइहाल्नुहोस् खुट्टा छोएर आशीर्वाद यस्तो कालो खुट्टा चाहिँ म चाहिँ छुँदिनँ है अब हातले दिउ आशीर्वाद लु हातैले भने आशीर्वाद छ ल भरे आउँदा अलि राम्री श्रीमती लेस यसरी चाहिँ कसले आशीर्वाद दिन्छ कि अलि राम्रोसँग देऊ न अलि म दिन्छु त अनि आशीर्वाद मेरो आशीर्वाद त यस्तै हो लु म जाँदिनँ म बिहे गर्दिनँ म केटी हेर्न गइरहेछस् म बिहे गर्न लाग्यो नि त अब अस्तिको त्यो बुढीले कालो छोरो जन्माइ के त्यही भएर त्यो त घरबाट अनि कता गइसकेको थियो नि त अहिले ल पहिला तैँले फेरि कि घान होइन अनि पछि भन्छु म डुनी तँलाई मैले यहाँ हान्नु पर्यो हो कहाँ हान भनेको त अरे के भइहालेछ रे मलाई त्योसँग बरु बिहे गराइदिनु न जेठान मान्छे त ठिकै हुनुहुन्छ तर अलि लङ्गडा जस्तो देखिन्छ हो ल लङ्गडो छैन बस केही समस्या भइहालेछ लङ्गडो छैन हेर्नु अघि त्यहाँ बाटोमा फुटबल खेल्ने बेलामा खुट्टामा अलिअलि चोट लाग्यो कि त्यति मात्रै हो खुट्टामा चोट लाग्यो भन्छ च्यापेर त अन्तैतिर बस्नु भएको होइन जेठान साहब जय साहब अरे तपाईँलाई के भइहालेछ फेरि के हुनु जेठान साहब लोलीपपसँग लोलीपप ठोकियो लॉलीपॉप से लॉलीपॉप ठोकेछ ये क्या लॉजिक छ रे अब हामी के भन्नु खोजिरहेछु भने अब यतिकै राडै राख्ने कुरो त भएन राणो भने म राणो चाहिँ होइन है पहिले हामीलाई बात गर्न दिइहाल्नुहोस् न गर्नु अब एउटा लड्की खोज के एकराको शादी बनाइदिइहालौँ हजुर बल्ल एकजनी यस्तो गरौँ न जेठान यो नै बल्ल हो यो हो नि त तरिका जहिले नि हानेछ यो गो भनेर अब तपाईँको बहिनीले पनि छोडेर गएको यत्रो टाइम भइसक्यो अब नाति भनाउँदो बजिया पनि कहिले आउँछ उसको ठेगानै छैन सुनिहाल्नुहोस् हाम्रो कुरो सुन्नुहोस् पहिले यो पुरा गर्लफ्रेन्डै छोडिहाल्नुहोस् अब हामी के भन्छौँ भने अब ज्वाइँको राणै राख्ने कुरो त आएन तो एकरा के एउटा लड्की खोज के शादी बनाइदिइहालौँ तपाईँको कुरा पनि ठिकै हो अब मेरो छोरोलाई पनि अब त्यत्तिकै राख्ने कुरो त आएन अब उसलाई पनि पछि भएपछि साथी चाहिन्छ भोलि बुढेसकालमा उसलाई पनि सहारा चाहिन्छ अब नाति पनि आज आउँछ भोलि आउँछ कहिले आउँछ उसको ठिटी ठेगान छैन अब मैले आजभन्दा भोलिभन्दा दिन बित्दै गयो भने बुढो भएँ अब हल्लाउनु चलाउनु हुने बेला भइसक्यो हेर्नुहोस् बाबु अब जसरी भयो नि एउटा छोरोलाई अब एउटा कन्या चाहिँ खोजेर बिहा गरिदिनु पर्यो आज जिन्दगीमा हाम्रा 12 यी नामका जेठानले
कस्तो राम्रो कुरो चाहिँ गरेँ होइन त ठिक छ अब म बिहे त गरिहाल्नु पर्यो बा मलाई एउटा त्यो राम्री बुहारी चाहिँ खोल्नु है तर त्यो छ नि अस्तिको त्यो यिनकी त्यो बहिनी छ नि त्यस्तो त्यो कालो छोरो जन्माउने चाहिँ नखोज्नु है तपाईँलाई पनि भनेको के मैले त्यो कालो छोरो जन्माउने चाहिँ नखोज्नु अब अलिकति राम्री चिटिक्क परेकी है टक्क साडी लाउने टक्क भएन भने पनि कुर्ता सुरुवाल लाउने हर्लक्क परेकी अलि राम्री तर गोरो छोरो जन्माउने चाहिँ खोज्नु है जेठन दामाजी तपाईँ कोही टेंशन नलिहाल्नुहोस् हामी छु न हामी मान्छे कालो छु लेकिन हमारा दिल बहुत सफा छ रे तो उस्तै हमारा दिल के तरह एकदम सफा लड़की धुनके लगाइदिइहाल्छ हुन्छ जेठान साहब होइन बा हुन्छ नि होइन यस्तो के खासमा मलाई अरू त त्यस्तो केही पनि समस्या त छैन कि जेठान मलाई सबैभन्दा मन नपरेको कुरा चाहिँ त्यो अस्ति त्यो तपाईँको बहिनीले कालो छोरो हो त कालो छोरो जन्माइ के त्यही भएर अलि मलाई त्यो अलि चाहिँ यहाँनिर अलिक दुखिरहेको थियो अब त्यस्तो चाहिँ नखोज्नु है अब त्यो हुन्छ नि अलि राम्री के त्योभन्दा राम्री होइन त बा हो भन्दा नि बाले पनि अलि राम्री के होइन बरु जस्तो भयो नि हुन्छ कि राम्री पनि चाहिएन त्यो कालो छोरो चाहिँ नजन्माओस् है अरे दामाजी शादी तपाईँले गर्नेछ त बिउ पनि तपाईँले रोप्नेछ किन है भनिहाल्नुहोस् हो जेठा अब तपाईँले सेतो बिउ रोप्नुहुन्छ त सेतै बच्चा जन्मिहाल्छ त कालो रोप्नुहुन्छ त कालै जन्मिहाल्छ अरे दामाजी सुन्नुहोस् हामी तपाईँले एउटा कुरा सिकाएको छौँ जस्तै तपाईँले कालो ठाउँमा गएर बिउ नरोपिहाल्नुहोस् सेतो ठाउँमा गएर बिउ रोप्नुहोस् त सेतो जन्मिहाल्छ नि अब हामीलाई एउटा शङ्का लागिरहेछ कालो जन्माउनुमा हाम्रो बहिनीको खोज छैन खोज त तपाईँमा छ थोडा अलि उज्यालो ठाउँमा गएर बिउ रोपिहाल्नुहोस् त उज्यालो जन्मिहाल्छ किन भन्नुहोस् खै म त सेतै ठाउँमा त रोप्या हो खै कसरी कालो जन्मियो है कहाँको सेतो रोपिहालेछु सेतो रोपिहालेछ सेतो रोपिहालेछ त सेतो जन्मिहाल्छ कहाँको कालो जन्मिन्छ रे आफै रोप्न जाने हाल्दैन अरूलाई दोष दिइहाल्छ खालि हाम्रो बहिनीको दोष दिइहाल्छ तपाईँ पनि हे देनिका नरिसाउनु न के जेठान कहाँ अब यस्तो बेलामा रिसाउने होइन नि त है बा तपाईँले यसमा शङ्का मान्नु पनि पुरै छैन जान्छ यो मेरै छोरो हो हेर्नुहोस् मैले रोपेको बिउ हो मैले सेतो बिउ रोपेको थिएँ त्यो यति राम्रो सेतै छ तर यसले चाहिँ सेतै बिउ रोप्दाखेरि कालो कसरी जन्मिन्छ चाहिन्छ तर कालै भए पनि हुन त आखिरमा धेरै नातिको क्या मैले त स्वीकार्नु पर्छ यस्तो नि त अब त्यो तपाईँको बहिनीलाई मैले दोष लाउनु खोजेको होइन के जेठान खासमा अब ती कुरा गरेर काम पनि छैन बरु नरिसाइकन कतै एउटा मेरो लागि यसो अलि राम्री अलि हट्टाकट्ठा यसो कतै खोज्नु के त ठिक छ एकछिन हामीलाई सोच्न दिइहाल्नुहोस् अब यस्तो मान्छे छ तपाईँ हेर्दै पुरा लाटो छ तपाईँले लड्की कसले दिइहाल्छ रे कहाँ से लाउँ लड्की कोही बजारमा मिल्ने सामान छ एकछिन रुक्नुहोस् हामीलाई सोच्न दिइहाल्नुहोस् माथि गाउँमा एकगो लड्की छ हामी उसलाई देखाइहाल्छौँ देखाउनु त देखाउनु जान्छ तर यस्तो लाटो केटालाई छोरी कसले देला त मैले दिन्थेँ नि के गर्नु राम्रो केटा पाउँदैन ए मामा म अलि नि बिनाइन कि सानै छु दिदीको त बिहे भएको छैन त्यति ठुलो मान्छे भएर त्यसो भए त नगर न त म बिहा गर्छु नि त आमा दुईटा दिदीहरू हुँदा हुँदा तेरो बिहे गर्छन् त अनि ऊ सानै छोड्यो नि त त्यही भएर ऊ सानो छ भन्दैमा अनि तँ चाहिँ ठुलो भइस् त उसलाई कति नै बिहा गर्न हतार भएको
अनि म सानै छु भन्दैमा अनि म बिहा नगर्ने त अनि के दिदीको गरिदिनु कि नत्र मेरो गरिदिनु दिदीहरूले मान्नु पर्यो नि त बिहा गर्नलाई भनिरहेको छु त न त म दिदीसिदी भन्दिनँ ए आमा उसलाई बिहे गर्नु मन छ कि बिहे गर्न दिनुहोस् न म त पहिला दिदी विदेशबाट आउनुहुन्छ अनि दिदीको बिहे भइसकेपछि मात्र मेरो बिहे हो कहाँ त्यसो भनेर हुन्छ दिदीको तेरो बिहे नगरिकन यो झन् सानीको बिहे गरेर हुन्छ के भन्छ गाउँ समाजले बरु तेरो कोही केटा छ भने भन् होइन नि माथिल्ला घरका काका छन् काकालाई भनेर एउटा केटा राम्रो केटा खोज्न लाउँछु भन्न खुरुक्क न आफू बिहा गर्छ न अरूलाई बिहा गर्न दिन्छ मेरो त कोही छैन आमा ठिकै छ नि त यदि हजुरहरूको लागि म धेरै नै भएको भएदेखि एउटा केटा खोजिदिनुहोस् म त्यही केटासँग बिहे गर्न तयार छु आमा दिदी तयार भइसक्यो अब दिदीलाई केटा खोजिदिनु सँगसँगै भए पनि मलाई पनि खोजिदिनु न है खालि बिहे गर्छु दुई दिदी यतिकै बाँकी छ बिहे गर्ने कुरै गर्दैन यसलाई चाहिँ बिहे गर्न हतार जा कोही केटा छ भने गइहाल आमा म साँच्चै जाऊँ साँच्चीकै गइदिन्छु नि फेरि गयो भने म त फर्केर आउँदैन तँलाई बिहे गर्न हतार छ होइन खुर्कोको भित्र भात पका त सक्दिनँ म खालि बिहे गर्छु भनेको छ अनि जान्छु त दिदीहरू जस्तो त्यो दिदीहरूको गरिदिनु कि म जान्छु दिदीहरूको केटाहरू छैन नि त अनि तेरो केटासँग लिएर जा म जान्छु नि त यो अहिले सानै छ कि आमा यसलाई बिहे गरेपछि के हुन्छ भन्ने अहिलेसम्म थाहा नै छैन तिमी पनि यसलाई यस्तो बिहे गर्न हतारै लागिरहेको भएदेखि मलाई एउटा केटा खोजिदिनुहोस् न त म बिहे गरेर जान्छु यसलाई पनि आनन्द बाटै खुल्छ नानी त पनि राजी भइस् यो पनि बिहा गर्छु भनिरहेछ यसको पनि बिहा गर्ने बाटो खुल्छ तेरो पनि बिहे हुन्छ तर भनेको बेलामा असल राम्रो केटा कहाँ भेटिएला त कति हतार गरेर मैले आशीर्वाद दिनै सक्छ कहाँ नि ढोग्या हो त नि लड्यो नि त अनि पछि खुट्टा ठोकेर लडेको पो म त ढोगिस कि भनेर नि ल जाउँ न त हामी बाबु कता हिँडिहालेको यता आइज कहाँ हिँडिहालेको त्यतिकै फुट्टा लाग्यो किन आउने त्यो आमा हामी जानुला मान्छे यहाँ बाबुको हातको आशीर्वाद लिएर जानु पर्यो नि यता आइज आशीर्वाद लिइहाल्नुहोस् यहाँ खुट्टा छोएर आशीर्वाद दि यस्तो कालो खुट्टा चाहिँ म चाहिँ छुँदिनँ है अब दिदी भएको हातले दिउ आशीर्वाद लु हातैले भने आशीर्वाद छ ल भरे आउँदा अलि राम्री श्रीमती ल्यास यसरी चाहिँ कसले आशीर्वाद दिन्छ कि अलि राम्रोसँग देऊ न अलि म दिन्छु त अनि आशीर्वाद मेरो आशीर्वाद त यस्तै हो लु म जाँदिनँ म बिहे गर्दिनँ म आशीर्वाद पनि दिने अलि राम्रोसँग देऊ न अनि भरे आउँदा सेतो छोरा पाउने श्रीमती ल्यास होइन भने भरे उतैबाट सेतो सेता छोरा भएको खोजेर ल्यास उतैबाट आशीर्वादको कार्यक्रम सकिएन सकिनै भएको तिम्रो आशीर्वाद चाहिँदैन म जान्छु आइहाल्यो पोख्नु भने कहाँ हतार गरेर हिँडिहालेको यसले राम्रोसँग आशीर्वादै लिएको छैन पुरा आशीर्वाद त लिएर जाओस् ए जय सब पोख्नुहोस् यसलाई अलि राम्रोसँग लिएर जानु है यसलाई अघि नै सुरुमै दैलोमा ठेस लाग्यो अब यसले बाटोमा के अब नचाहिने काम गर्छ कि यसलाई अलि राम्रोसँग लिएर जानु होला ए घन्टी यहाँ आइज न क्या बचपना छ रे अरे दामाजी चल्नुहोस् लड्की देख्न एकछिन यहाँ आइज न के काम छ के भयो अनि त चाहिँ अनि एक्लै बल खेल्ने मलाई चाहिँ बोलाउनु पर्दैन त घरमा थिइस् र म घरमै त थिएँ नि उही हप्सीलाई सोध न आफू चाहिँ कति गोरु छु भनिहालेछ खालि जसलाई देख्यो त्यसलाई हप्सी भनिहाल्छ मार्दै एक मुमे अरे दामाजी के यसलाई सोध र उसलाई सोध भनिहाल्नु भएछ आइहाल्नुहोस् लड्की देख्न गइहालौँ तिमी पर्ख न के एकैछिन कस्तो रहेछ भने यार
अरे यार कैसे लाटो आदमी छ रे ए लड्की देख्न जानु छ आइहाल्नुहोस् न त केटी हेर्न गइरहेछस् म बिहे गर्न लाग्यो नि त अब त्यो अस्तिको त्यो बुढीले कालो छोरो जन्माइ के त्यही भएर त्यो त घरबाट अनि कता गइसकेको थियो नि त अहिले अनि म चाहिँ अर्कै बिहे गर्न लाग्यो नि त अब ल म नि जान्छु नि त अनि तैँले चाहिँ मलाई फुटबल खेल्न अनि उ गरेको थिइस् ओए आइहाल्नुहोस् के को यत्र उत्र कुरो गर्नुभएछ पाउनु न के म एक दिन बल खेल्छु के जा हामी बल खेल्नु जाउँ अरे दामाजी अरे यार कस्तो खालीको दामार पाइहालेछु यार बिहे त यसलाई गर्नु छ हामीलाई के टेन्सन हामी त आनन्दले सुध दिन्छौँ केटा हो अब हामी खेल्ने हो होइन त यस्तो बिहे भन्ने कुरा बिस्तारो हुँदै गर्छ के होइन ल खेल्ने हो खेल्ने ल यसो हो नि त अब खासमा कुरो के भने नि होइन अब आफू फेरि म्याक्सीको ठुलो फ्यान के चिन्छौ नि होइन म्याक्सीको ठुलो फ्यान होइन अब आफूलाई फेरि त्यो यो बच्चा बच्ची खेले जस्तो यताउता फिटिङ गर्न फेरि मलाई मन पर्दैन के भाइ भएर है हुन त होइन तिमीहरू साथी हो होइन अब आफूलाई फेरि सिधै फ्री किक मात्रै आउँछ क्या फेरि होइन हुन त सबै आउँछ फ्री किक चाहिँ हान्न मन लाग्छ क्या अब फ्री किक हान्ने हो भने हान्ने ल के हो हान्ने हो ल पहिला को हान्ने तैँले हान्ने कि मैले हान्ने त हान्ने ल यो बल यहाँ छ होइन ल पहिला तैँले फ्री किक हान होइन अनि पछि भन्छु डोनी तँलाई मैले यहाँ हान्नु पर्यो हो कहाँ हान्नु भनेको त अनि तँलाई त मैले यहाँ बलमा हान्नु पर्यो मैले नि यहाँ बिहे गर्ने जल्ला मान्छे भएभरिको सबै फुटाइदियो यार जेठान पनि कहाँ गयो होला नभए ती जेठानले थाहा पायो भने झन् उल्टो मलाई मार्छ र जेठान साहब के भइहालेछ तपाईँ त पुरा लङ्गराकै चलिहालेछ त्यहाँ अहिले बल खेल्दा अनि म लडेर खुट्टामा चोट लाग्यो कि जेठान हिँड्नै सक्दिनँ अरे तपाईँ किन चिन्ता लिइहाल्नु भएछ हामी तपाईँलाई बोकेर लगिहाल्छौँ तर ज्वाइँ साहब तपाईँ खुट्टामा चोट लागेछ भन्नुहुन्छ यता समात्नु भएछ के गरिहाल्नु भएछ तपाईँ होइन क्या जेठान यो खुट्टाको मुख्य नसा यहाँ हुँदो रहेछ कि दुखिरहेछ तपाईँ रुकिहाल्नुहोस् हामी आउँछौँ हामी तपाईँलाई बोकेर लगिहाल्छौँ तपाईँलाई हामीले बोकेर लगिहाल्छौँ होइन जेठान बरु म हिँड्दै जान्छु कि बरु दामाजी तपाईँ रुक्नुहोस् ज्वाइँ साहब हामी तपाईँलाई बोकिहाल्छौँ रुक्नुहोस् पग्नुहोस् त हत्तेरिएमा टोक्न बिल्कुल कुरो गर्न पार्नुहोस् म पग्नुहोस् त हत्तेरिएमा टोक्न बिल्कुल कुरो गर्न पार्नुहोस् पुरा ड्यामेज भइहालेछ आराम के गरेछ अरे पुरा फुटाइहालेछ आफै फुटाउने ठिक छ ठिक भइहाल्छ ल हिँडिहाल्नुहोस् अरे के भइहालेछ रे
यता यता हेर्नु न जेठान मलाई त्योसँग बरु बिहे गराइदिनु न जेठान। अरे दामाजी कहिले आफ्नो अनुहार ऐनामै हेरिहालेछ? मैले धेरैचोटि हेरेको छु मैले। हो अनि के तपाईँको बुद्धि छैन? यति राम्रो केटीलाई यस्तो गुमाने पत्तिहाल्छ क्या? बुद्धि त तपाईँ छ नि त, अनि मसँग नभए के भयो, तपाईँसँग छ नि त। प्लिज के म यहाँबाट उता हिँड्न पनि सक्दिनँ। यो केटीलाई तपाईँले केही गरी कुरा मिलाइदिनु पर्यो कि योसँग भए मात्र बिहे गर्छु म त, नत्र अरूसँग त म त गर्दिनँ। अरे माही रे माही माही, यस्तो राम्रो केटीलाई कसरी भनिहालौँ यार, यसले मन पराउँछ भनेर। हिँड न के नभनौँ भने पनि हिँड्न सक्दैन भनिहालेछ। लगी जाऊ न जेठान, हिँड न। चल। अनि त्यहाँ फेरि मेरो ज्वाइँ चाहिँ नभन्नु नि फेरि त्यहाँ आइहाल्नु। ओ नानी, हजुर हामी तिमीलाई एउटा कुरा भन्छु, तिमी मानिहाल्छौ? हजुर भन्नुहोस् न के कुरा हो? तिम्रो बिहे भयो? छैन। भएको छैन? ज्वाइँ साहब बिहे भएको छैन, बुझ्नुभयो? म ज्वाइँ साहब हो। भाइ साहब भुलिहालेछु। उहाँ हाम्रो ज्वाइँ साहब छ, उहाँसँग तिमी बिहे गरिहाल्छौ? ड्राइभरसँग बिहे? ए न हमार मतलब हमार भाइ साहब छ। भाइ गलत बोलिहालेछु। भाइ साहब उहाँ खासमा तराईको मान्छे हो कि, त्यही भएर हामीले भुलिहाल्छु बेला बेलामा। के तिमीले बिहे गरिहाल्छौ? मान्छे त ठिकै हुनुहुन्छ, तर अलि लङ्गडा जस्तो देखिन्छ हो। न लङ्गडो छैन, बस केही समस्या भइहालेछ। लङ्गडो छैन। अघि त्यहाँ बाटोमा फुटबल खेल्ने बेलामा खुट्टामा अलि चोट लाग्यो कि, त्यति मात्रै हो। खुट्टामा चोट लाग्यो भन्छ, च्यापेर त अन्तैतिर बस्नु भएको। होइन जेठान, दाइ केही सम्झाइदेऊ न। अरे दामाजी, भाइजी हामीले त बिर्सिन्छु, तपाईँ किन बिर्सिहालेछ? हामी दाइ छु दाइ, दाइ छु न, दाइ छु दाइ। बिल्कुलै समस्या छैन। उहाँहरूलाई सम्झाउनु न, यतातिर चाहिँ किन हेरे त नि? मिलाउन लागेको केही समस्या छैन, एकदम ठिक छ, सबै कुरा ठिक छ। अब त्यसो भए अब तपाईँ हाम्रो ज्वाइँ साहब, भाइ साहबले शादी गर्नुहुन्छ? बिहेको कुरा बाटोमा के गर्नु र, घरमै गएर आमासँग कुरा गर्नुहोस् न। हुन्छ भन्दिनँ, किन आमासँग कुरा गर्नु पर्यो त? म भाइ त भागेर जान्छु, हुन्छ भन्नु। ठिक छ, तपाईँहरूले यत्रो भनिहाल्नु भएछ, हामीलाई खुसी लाग्यो। हामी घरमा आएर तपाईँको आमासँग कुरा गरिहाल्छु, ठिक छ नु? ठिक छ। हस्, तपाईँहरू आउँदै गर्नुहोस्, हामी चाहिँ जान्छौँ है। हस्, हामी आइहाल्छु, भोलि आइहाल्छु। कहाँ जानु लागेछ अरे? भोलि घरमा जानुपर्छ। त चल, हम भी चले। मलाई त पछि जान मन लाग्यो कि। एक दिन के बाद छ दामाजी, एक दिन के बाद छ। यो एक समस्या भयो। पहिलेको साइनो छ नु, उसले खालि दामाद भनिहालेछ, ज्वाइँ भनिहालेछ। बहुत दुर्ख छ, अहिले चलिहाल्नु नै त कुरा फुस्किहाल्छ। चलिहाल्छ, एकैछिन हेर्छु नि म। चल न दादा।
कहाँको त भरको केही बाँकी राखेन के जेठान साहब जय साहब अरे तपाईँलाई के भइहालेछ फेरि के हुनु जेठान साहब लोलीपपसँग लोलीपप ठोकियो लॉलीपॉप से लॉलीपॉप ठोके छ ये क्या लॉजिक छ रे ठोकेलु जेठान साहब ठोकेलु नरमेसँग ठोके